कति गोरी गोरी केटी साला उता त छैन त दमकतिर त्यस्तो गयो यहाँ छैन देखेको त हुन् म त निस्किदिनँ नि त निस्किँदैन दमकतिर त माछालाई ल्याटे बस्छ चिक्ने सबै चुरोट खानु हुन्छ सोझो सोझोमा पनि माछालाई प्रायः जस्तो हन्टरमा हिँडिरहेको हुन्छ अन्त त्यो हन्टिङमा जाने हो मान्छे केटा अनि कहाँ हन्टरमा जाँदा हुन्छ त म त्यस्तो स्कुल चाहिँ कति बज्यो हौ स्कुललाई वहाँनिर जानु पर्थ्यो यार मलाई यहाँ छोड्दैन यहीँ त हो घर एकलट ठाउँमा डोमिनर कहाँबाट आयो डोमिनरको नि उको केटाहरूको बेमा यार राँड हाल्दैछ है केटा ए ऊ त लडाइ पो सकेछ यार यहीँ आउँछ अरे यहाँ ऊ पर हो होइन ऊ आत्तिएको के मन आँखामा गएर ढाल्ने भनेको बन्तर छ त यहाँ चाहिँ ढाल्दैछ नधराउ नौ ए माटेको मान्छे जतिकै भइसक्यो अनि खुट्टा बाँधिदिएको छ अनि एकछिन है एकछिन नचलाउ न एकछिन जानु चल्छ है एकताली फटाफट जान्छ है खुट्टा बिताइदिएर फेरि यो आँखै त गएको छ के को चल्दा पनि चल्दैन रहेछ सबै कम्प्युटर परबाट हान्किहाल्नु नि दिनु पर्ने हामीलाई आफूले भुवामा हान्नु अब चल्छ है एकछिन जल्दी जानु भनेर गइ त हालेको छैन है अझै ए यो हाम्रो मुमा यही चौकीमा बस्नु आज जानु पक्ष तासिस मासु राखेर डल्लै 40 क्विन्टलको कसो हो थुलुमा होइन कसो हो सुभाष दाइ सुम्दै पर्यो तिम्रो 40 क्विन्टलको है तासिसक्यो काट्नु बाँकी छ हाई स्कुल भएको ठाउँमा हौ कुइसक्यो यार एउटा डल्लै राखेर दुईजना उचाल्नु तेरो काम गरिन्छ दिएको लागि हरिकाजीको फिला आएर कति मिनट पनि लाग्दैन मासु खानु सक्दैन हो अचाना भात नि दाजु अचाना भात नि अचाना त अब ल्याउँदै गर्नुपर्छ त अचाना दुईटा ल्याउनु है यता टुक्राउँदा धेरै लाग्छ टाइम अहिले टुक्राउनु जम्मै अनि त्यो त ए हो त्यो त टुक्राउनु पर्यो चाना पर्यो तल पारमा देखिहाल्नु
पुरी जो सबै हड्डी काटेकोले बिग्रियो उता ठुलो छ है उता अघि मैले देखेको ए पछाडिको सजिलो हुँदो रहेछ पछाडिको छिटो हुन्छ नि सजिलो अनि छेक्नु पनि त अनि सजिलो हुन्छ पछाडिको अझै घुमाउ त टाउकोमा हिर्काइसकी छैन त कराए पो त ठक गरेर होइन के अरे लुलो हुँदो रहेछ लुलो हुँदो रहेछ डरेको हुन्छ होला नि त्यो नसोखा जिउँदैछ कि आयो भइरहेछ यो 5 चाहिँ पुरै भएको 6 पुगेको ज्यानै यत्रै भएको नि अनि एक पहिले कसरी अठाइदिए त्यति हात पर्छ त पर्छ हाम्रो बाबुले घाँस भनेको फेरि हात धुन लाइभ हो होइन भिडियोमा त नेटै लिन चल्दैन रहेछ अनि मार्की त कसरीको भयो त तपाईँको झन् साह्रो मार्की लागेर मान्छे बिहे खान सक्ने पो यो राँगा त्यो गान्छ त ढुङ्गा फर्काउनु पनि थिएन त किन चिप्लो भएको मासु मासु त अस्ति हो मासी बिना चाहिँ अब मेरो राँगा खतरा हो अस्ति बिहेमा जाँदा ठेको गाह्रो थियो यो पिँढामा त बोसो र मासुकै बराबर मिसेको यस्तो नुन लगाएको छ मसिनाहरू बनाउँदैछ हेर्नु भन्नु कालो कालो अनि फेरि यस्तो पिँढामा नि अनि मासु कसैको त्यस्तो हुन्छ नि तल माटो टिपिहाल्छ जोख नै जोख्दै गर्दा तिनकै ल्याउनु भयो होइन तिनवटा मात्रै होइन कि 3 केजी हो एउटा नुन लिएर आउनु हजुर नमस्कार हजुर बेहुला चाहिँ म यो हजुर हजुर अब के भन्नु अब त अब उहाँको भिडियोलाई चाहिँ सब मेरो अनुहार हेरेर भए पनि मिलियन भ्युज पुऱ्याइदिनु होला हो थुलुङ हो यो चाहिँ एकदम हो किनभने अब दुईजनै युट्युबर हो 3 जना हुन्छ कोल्याब चाहिँ मैले गर्नु भनेको 3 तपाईँलाई पनि दिन्छ होला नि त पैसा जानु मलाई चाहिँ कसरी दिनुहुन्छ अनि पकाएको यत्रो अनि मैले त साथ सहयोग पो गरेँ हेल्प भन्ने चिज हुन्छ नि त HELP होइन थाहा छैन म इङ्ग्लिस बुझ्दिनँ म भन्नु तपाईँ अब हो त्यो हेल्पवाला गरेको क्या त्यस्तो पो हो यसरी रोटी बनाउँछ है हेल्प गर्नुभएको रे हेल्प त गर्नुभएको होइन नि दुईवटा एकैचोटि के छ सुभाष दाइ आरामै के छ तिम्रो खबर भाइ नातिको बिहेमा के छ नि तपाईँ नाति नाति होइन नि ए भतिजको बिहे कहाँ भएर अनि के भयो यस्तो के चाहिँ गर्नुपर्ने त म नाच्नु पर्ने बेला पर्दैन तुरन्त नाच्ने थियौँ कि हामी यता भेना फेरि यहाँ मक्खै भेनाको आधा देखिन्छ अवतार कसो हो भेना मैले त अस्ति पिकनिकमै मैले त पिकनिकमै देखिसकेको पिकनिकमै देख्नुभयो अवतार नचाइ खतरा छ हात तरिका भएन त्यसरी दिए लोदर पो लाउनु भयो अब सबै ब्लग बनाउने अब तपाईँ जानु न अर्को हुन्छ
यो चाहिँ मेड आफै भएको अझ नयाँ डिजाइनहरू रेडिमेड यसरी पाउँछ। पहिला जस्तो दुःख गर्नु पर्दैन हजुर त है, टक्कर लिएको हुन्छ ब्याट लगायो सकिहाल्यो कि कसो हुँदैन। बिचमा हो यो बिचमा यतिको हुन्छ अलिअलि कति गरौँ दुईटा बनाउला दुईटा अर्को त छोराको 5 टिम हारे हो त्यसले दुईटा बनाउला पुग्छ 40 केजी गरेछ पुरै ल्याऊ पुरै दुईटा बनाउँछ 40 देख्छौ यो गएर यसो 40 केजी गरेर अघि गरिसक्नु मलाई होइन ल्याउनु न हजुर मलम काम गरेर गर्नु पर्यो मलम यसले 40 हिसाब राखेको के हो अनि उ तल भुडी 40 फोटो लगाउनु यो 40 को हिसाब हो त्यो सबै अब यो खोइ साडीको गरौँ न अस्ति साडी अनि 26 साडी छ नि त हो त 26.5 थियो नि त अस्ति 40 भयो नुन हाल्न 26.5 पछि नुन हाल्न 1.5 किलो बनाउनु पर्यो 1.5 किलो ठ्याक्कै भयो अनि 40.5 भएन 40.5 भयो ल 40.5 केजी अब भनेपछि भोडे 3 डग एक डग आउँछ नि अलि बढी हुन्छ 2 डग बढी हुन्छ 2 डग बढी अतो नजर सकिसक्यो 40 40 मैंने अघि 7 केजी होला सकिएछ यो छ केटाको छोराको बिहे अरे छोराछोरी के हुन्छ बढी भइहाल्छ नि हौ यसोति हाल्न हेरौँ काटौँ न भए 40 मात्रै गरौँ त साढे भरे देखिहाल्छ हैन 40 मात्रै गर्न बढी भएछ नि यो त नजोक्ने जोकियो नि यसमा ए अस्ति डाङडुङ जोखेको अस्ति सबै केही न केही यो त ठुलो भोडे त सबै जोक्ने नजोक्ने यो त सबै जोक्यो यस्तो गर्दो रहेछ अस्ति झिक्नु भन्दाखेरि ए हुन्छ भने अस्ति उताको 41 मेरो कडा छ अहिले राखामा 41 भयो मेरो भयो 41 लगाएर ल 41 भयो एकछिन 41 मासु लबर होला यार मासु त्यति भाग लाग्नु पर्ने भयो किन भाग लाग्नु अब यो त अब त्यो रुता उड्ने खोइ त चया काडौँ भने पनि मिलाउनु पर्यो नरम करम त होइन यो काट्ने भने मिलाउने यस्तो गर्ने के मासुमा पनि हड्डी हड्डी हो उड्न न अहिले यसो गरौँ न अब त्यो भुट्छन् होला अलिअलि त भुट्ने मासु त त्यसो ल्याउन यहाँ काट्दिउँ त्यो त अघि नै मैले भनेको तेरो कलेज मुटु अरे त फाल्नु त ल्याउनु त हो त
26.5 43 ल अब सिधाएर ल्याउनु पर्यो नि त अब बुहारीलाई होइन आज रात परिसक्यो नि आज पर्दैन भोलि होइन छोराहरूलाई त पर्यो छोराहरू नि त होइन उ त काकै हो नि त छोराहरू त घरको पो त घरको काका हो हाम्रो सुबास हो पाउनु न तिमीले लाउनु पर्छ भोलि हामी चाहिँ भोलि लगाइदिउँला क्या ल्याएर आज रात पर्यो राखैमा अलिक टुक्रो टुक्रो बसेर त लाउने अरे नानी हो गाडे यो बेला अलि यसरी लाऊ दुईपट्टि यसरी लाऊ ठिकै हालिदिनु के हो अघि कसरी फोटो खिचौ हो होइन यो त आशीर्वाद दिनु छ त हराएन आज कोही के आशीर्वाद दिएको थियो हुन्थे आज दिँदैन अन्त आज राख राजा भाइ पैसा भाग्छन् फेरि दुईटा बिहे गरेर अब त लोकलतिर यो जाने फोटो एउटा त खिच्नु पर्यो भएन लाउनु पैसा धेर नदिनु है हाम्रो लोकन्तीले मात्रै 1000 घर बेहुला बेल त पर्दैन लोकन्देले पनि अर्को ल्याउने गरी ठ्याक्क बुहारी अर्को छ होइन यो जानु नै भाउजू उता कहाँ छेकी हिँडेको भाउजू पनि दाजुमा छ नि त देवर छेकेर हुन्छ भोलि ल्याइदेऊ माला अहिले हालिदिने माला अहिले हालिदिँदा भइहाल्छ उता त्यो माला त दिदीहरूले हालिदिनुहुन्छ नि त अहिले हाल्दैन लम्किनु पर्ने हो भान्जी बाहिर त दिनु हुँदैन उडेर जान्छ र भित्र देखेर राम्रो ए हुन्छ घर आएको नि त उनीहरू लाउँदा हुन्छ होइन होइन लाउनु अब लाउन मामाहरू आउनु थाल्नुभयो फेरि अब चितवन पुग्ने होला मामाहरू फेरि सबै हाम्रो नातिले ज्वाइँ हेराउनु भनेको बेला गाडा बिहे कम्ती रमाइलो हुँदो रहेछ फेरि पनि रक्सी गर्नु पाइने ल म यहाँ क्यामेरामा चाहिँ कति भान्जा कति दिएको क्यामेरामा छ यहाँ क्यामेरामा यो
भाइ 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 म आउँदैछु अलिक जोडले बजाउनु भन न बाहिर गएर बजेन हौ हो अलिक खाएन क्या तिनीहरूले चिन्नु भएन क्या सुभाष दाई सुभाष दाईले चिन्नु भएन क्या उता बाहिर गएर चाहिँ माला ए खै लुगा लगाएकै रहेन त अनि कपडा कहिले लगाउनुहुन्छ म त फुत्तै हो यता चाहिँ के पर्ने हो मेरा लोकन भान्जी नै हो भान्जी हो दाइले भन्छ है हाम्रो भान्जी नाति पर्छ ए बिहा गरेको छैन पापाहरूको नाति खोज्नु भान्जा छ नि तिम्रो दाजु आउँछ यता भोलि मात्रै एक पैसा आज त पाउँदै पैसा भोलि मात्रै पर्यो सबै बाबु भोलि मात्रै तिम्रो पैसा खोइ हाम्रो चिन्जौ कता गयो चिन्छ पुरा त चिन्जौ त आउनु पर्यो चिन्छ पुरा त उयो कति कुरा हो अब टिका सिद्धि अब के गर्ने हामी यहाँ बेहुला बेहुरी बोकेर हामी छौँ हो पर्दैन सक्यो अब टिका सिद्धि अब यहाँ लगाएर अब कम्ती अम्मा लाग्यो हतार भएछ केटालाई सिन्दुर लगाउने कहिले हो भनिदिइहाल्नु सिन्दुर भइसक्यो हतार भयो भन्दैछ त अझै हाल्नु खोइ चिन्जौ ल्याउनु होइन फेरि सिन्दुर आज लाउनु पर्दैन पर्दैन अस्ति भइसक्यो उता बोलाउनु नै बाबा माइलालाई यो चिन्जौ पनि हावामा हाम्रै बुहारी भयो खोइ त हल्ला आएन केटाहरूको हल्ला पुगेन हल्ला यसो गर्नु यहाँ आउनु त अब सुभाष बाबा भतिजो बोक्नु मिल्छ होला होइन झन् भइसक्यो सोल्टी बोक्नु हुँदैन भाइले बोक्छ नि केटाले हो त्यसो पो त कहाँ सोल्टीलाई बोक्नु ल यहाँ आउनु एकजना विजय आइज त दाजु बोक्नु अहिले यहाँसम्म त निकाल्नु परेन किशोरले भाउजू बोक्ने किशोरले भाउजू सूर्य बरोलाई बोक्छु म हो ल भेडा यता गर उता तपाईको आएर बेहुला आयो लय आयो बेहुला आयो
छाता तैँले उडाइदिनु पर्छ त्यहाँ हो उडाइदिएर हिँड्ने हो त्यस्तो होइन उसले उडाउ हो मैले नै होइन हो आफूले उडेर हिँड्ने हो होइन त्यो त मालिक माको सिट त्यसलाई पो उडाएर हिँड्छ। मालिक हो नि त अहिले ल ल भाइ एकछिन पख। एउटा अब शुभकामना धेरै धेरै शुभकामना। के अनुभव भइरहेछ हौ बेहुलालाई मजा आउँदो रहेछ खुसियाली छ हौ बेहुला के भएर उसले उडाइदिएको नेता हुन्थ्यो ए झोलाको त्यो कभर ल्याउनु पर्छ कभर पानी सानी पर्यो भने ल सुसी हिँड न सँगसँगै त्यो भारी नलडेर हिँड्नु है सँगै हिँड न दुईजना। भयो बेहुला ल कता हौ जन्ती नि होइन भेना अनि के छ हौ खबर एकदम रमाइलो छ रमाइलो त हुनु पर्यो अब